हो ल काउली खाने बेला भयो ल यता आइज यता यता आइज हाम्रो किसान ल काउली यता आइज भने उता भएको काउली तयारी है नहेर हात पनि हिल्दै भएको छ काम गरेर झोला हालेर अब पठाउने तयारी सस्तो त कहाँ छ 50 रुपियाँ पनि सस्तो हुन्छ 50 रुपियाँ 60 रुपियाँ दियो भने काउली कति खाने ल ल ल भन त गाइज आऊ काउली लिन आऊ आऊ झोला झोला लैजाऊ गाइज के भन्नु नि आफ्नो काउली खाने बेला भएको काउली देखाएको के भन्नु लिन आऊ गाइज लिन आऊ झोला झोला तयार छ काउली बारीमा काउली लु दामी काउली ठुल्ठुला छ ल गाइज लिन आऊ काउली त ठुलो ठुलो फले होइन एकै दिन किन काट्नु पर्यो अब आज यति अब पर्सिलाई त्यति दिनदिनै काट्दा ठिकै हुन्छ आलुभन्दा त काउली नै ठिकै छ नि होइन प्लटिङ पनि छ ल प्लटिङमा जग्गा चाहियो भने आयो हुन्छ 11 लाख 12 लाख रुपियाँ आनाको प्लटिङ हो यो त्यो आनाको काउली काउली लिन आऊ उयो ठुलो लगे पनि नरम मिठो काउली